ओइ भइरहेको जाउ लागिरहेछ म्याच लगाइदिउँ त अहिले तिमीलाई जितेर जाने म त्यसै पनि डबल ट्याप ट्याप न सपोर्ट गर्नेहरू अहिले गरिहाल भरे गएर इङ्ग्लिसको नम्बर नमाग ल मलाई रिस उठ्छ अहिले गर्ने नगर्ने भने बाटो लाग्ने नकली भने न यो पछाडिबाट गर्दाखेरि किन पुरुक पात्छ नि तिमीले त्यो यो पादेको सुनेको छ त्यो पुती पादेको सुनेको छ तिम्रो गर्लफ्रेन्ड पादेको छ केटाले सोध्छ कि दाइ पुती किन पात्छ भन्छ क्या पछाडिबाट ठ्याक हान्दा किन पात आउँछ भन्छ कि केटाहरूले त्यो किन पादेको थाहा छ तर जोस् केटा नकलले माया गर्दैन राज वेलकम नकलले पनि माया गर्दैन अटो ड्राइभर वेलकम आफ्टर लङ टाइम अटो ड्राइभर माया छ राजा है माया छ अनि के छ हाम्रो लाडो सर आउनु भएको छ सबैजनाले रेस्पेक्ट सहित नमस्ते भन्नु नकली इज भेरी गुड है नकलीको ओठ नकलीको मुख लाडो भनेको राम्रो हो आई थिङ्क दिस नट नेगेटिभ भन्ने यो कुरा होइन लाडो भनेको एउटा सबैलाई चाहिने चिज हो नाइस अनि तिमीले होइन त लाडो सर सुन तिमीले लाडो मनपर्छ कि पर्दैन भन त नकली थ्याङ्क यू राज थ्याङ्क यू मलाई त्यस्तो त्यो मन पर्दैन मलाई त्यो भेन्टाहरू मनपर्ने बानी छ आई थिङ्क सायद मैले त्यो समथिङ अहिलेसम्म मैले कहिले पनि चाहेको छैन कस्तो हुन्छ तिमीले अहिलेसम्म कतिवटा भेन्टा नाच गरेको छौ सब्जीहरू नो बेबी त्यसो छैन तिमीलाई चाहिँ कस्तो मनपर्छ त पुरै हालेर पुरै सिधा खेलाउने मनपर्छ कि माथिबाट तल कस्तो मनपर्छ कस्तो डिजाइनले मनपर्छ कस्तो कटले गर्छौ कि माथि तल भयो भने धेरै भयो भने त पानी आउँछ मेरो दिदी सोझो अन्त त्यही त भनेको नि माया सर केटा हो है हाम्रो काप्रेली काप्रेली ब्रान्ड स्टिल यु हियर रेस्पेक्ट यु काप्रेली राजु कडेली गिफ्टर्स माया छ है छालकको केटा थ्याङ्क यू डकली सुन न ल आज हामी नर्मल पोलिस पनि खेल्यौँ ल यदि मैले जितेँ भने नकली ब्याग जाने त्यो भित्रैबाट बुबु मार्दा के तिम्रो बुबु तर बुबु त ठिक छ है साह्रै सानो छ नि बुबु माया छ कि बिदाई माया छ तिम्रो कुन साइजमा छ बुबु त हातले गर्दा यत्रो पुग्छ त्यो पुग्दैन तिम्रो कुन साइजमा छ हेरौँ त कत्रो पुग्दैछ यत्रो पुग्छ कि यत्रो पुग्छ मेरो युके साइलाको भन्दा हल्का लामो छ जस तिमीलाई त्यो युके साइला त्यो त बोका पो हो त त्यो कामै नपाएको मेरो त्यसको भाइ उठ्न पनि उठ्दैन होला तर त्यो कति धेरै चकचक्यो के आयो अटो ड्राइभर प्लस के आयो राजुजी मस्ट लभ बाइक राजु दाइ माया छ मेरो दाइ मुटुमा राखेको छु टप आइडी सबैले फलो गरिदिनु ल है नकली यस्तो गर्दै त ल है काप्रेली ब्रान्ड थ्याङ्क यू सो मच काप्रेली ब्रान्ड थ्याङ्क यू मस्ट लभ काप्रेली ब्रान्ड एप्रिसिएट छ माई गिफ्टर्स एकदम माया छ ल है सबले फलो गरिदिनु टप गिफ्टर्सहरूले सबैले फलो गरिदिनु यस्तो गर नि त ल है अब राति पनि छ सबैले चाहिन्छ पनि त्यो ब्राभित्रैबाट हात हालेर एकचोटि हल्का फिलमा कराइदेऊ न त ल है उसले त गर्छ हौ वेलकम त्यस्तै साह्रै नगर मैले आई थिङ्क मलाई अहिले मुड चलेको छैन कुनै दिन मुड चल्यो भने म तिमीलाई वाट्सएप नम्बर दिनेछु कि तिम्रो एक्चुअली अब हुन त आफ्नो व्यथा हुन्छ होइन राम्रो त सामान एकदम राम्रो छ तिम्रो गैरी खेत एकदमै राम्रो छ निट एन्ड क्लिन होइन कस्तो टक्क क्या भर्खर पक्रक्क चिरेको स्याउ जस्तो क्या कस्तो राम्रो क्या दामी क्या बब्बाल दामी यतिको त त्यो जाडो महिनामा च्याप्पै समातेर प्लग जोडेर काँधे स्टाइलमा छप्प मुस्ताङको स्याउ पक्रेर है त्यो बेलामा कस्तो आवाज निकाल्थ्यो कान्छी कस्तो कराउँथ्यो त्यो बेलामा हुन्छ यहाँ अनि यस्तो हो कि जस्तो अब आई थिङ्क यस्तो हो त्यो हो ओके डान मैले त्यो कुरा बुझ्छु नि अर्को कुरा भनेको त्यो कस्तो भने टाइट हुन्छ नि त मेरोमा त सबै होइन तिम्रो टाइटै छ क्या किनभने बेबी यस्तो कान्छी यस्तो गर त पत्ता लागिहाल्छ नि अलिकति नाक सिधा ल्याउ त बेबी ए कान्छी यता नाक ल्याउ त यता हेर ल तिम्रो डाँडी हल्का उठेको रहेछ केटी वेलकम तिम्रो त्यो डाँडी भन्छ क्या अब इङ्ग्लिसमा चाहिँ टिसी भन्छ होइन डाँडी हल्का उठेको रहेछ दामी होइन अनि
थाहा छ बेला बेला सर्भिस गर्छौ हातले पनि सर्भिस गर्छौ हैन बेला बेला अनि तिमी दिनमा कतिचोटि खेल्छौ दिनमा होइन हप्तामा एक दुईचोटि भइहाल्छ नि हप्तामा अब दिनैभरि त अब काम हुन्छ होइन बिजी भइन्छ जस्ट 1 मिनट वेट गर राजु माई रेस्पेक्टेड एमपीपी राजु लभ यु त्यसै गरी हाम्रो काबेली ब्रान्ड थ्याङ्क यू सो मच एभ्री गिफ्टर्स अटो ड्राइभर अनि त्यसै गरी हुनुहुन्छ हाम्रो राजकुमार टी लामा छालाको केरा नेत्र लिम्बू तेन्जिङ गुरुङ सुस्मिता भिसी अनि विवाह सबैजनाले माया छ लगेङ ल है भिक्टोरी ल्याब सकिन्छ फेरि गेम खेल्ने केही फरक भएन म तिमीलाई केही कुरा सोध्छु ल है नकली सुन न है अब तिमी सानो छौ तर एभ्री कुराहरूमा तिमी एकदमै पर्फेक्ट पनि छौ होइन पर्फेक्ट पनि छौ झुट नबोली भन तिमीले हप्तामा कतिचोटि औँला हाल्छौ एक हप्तामा एकचोटि हप्तामा एकचोटि मात्रै बिहान बेलुका दिउँसो कति बेला हाल्छौ सबै सुतेको बेला 12 बजी कल गर्दा कस्तो मजा होला डाइरेक्ट अब छोरा मान्छे भनेको यस्तो हुन्छ अब तिमीहरूलाई कस्तो हुन्छ भने एउटा भिडियो सेक्सी भिडियोदेखि यस्तो खडक खडक हुन्छ छोरी मान्छेमा त्यस्तो हुँदैन छोरीलाई कस्तो हुन्छ केटीहरूलाई चुमुक चुमुक हुन्छ चुमुक चुमुक हुन्छ अनि त्यो बेलामा त्यो डाइरेक्ट औँला हाल्ने कि जिब्रीमा चलाउने डाइरेक्ट त्यो आई थिङ्क चुमुक चुमुक गर्ने ठाउँमा समथिङ अब जिबिन्छ आई थिङ्क होइन चुमुक चुमुक गर्ने वास चाहिँ घोज्छ त्यो कस्तो फिल हुन्छ त्यो बेला त पुरै छोड न अनि सुन त्यो चुमुक चुमुक चल्दाखेरि ट्याक्कै घोजिँदाखेरि चाहिँ कस्तो 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 कराउँछ कस्तो आवाज आउँछ सट्टै घोज्दाखेरि चाहिँ सुन जस्तो अब चुमुक चुमुक गर्ने अब चुमुक चुमुक भइरहेछ आई थिङ्क होइन के कुरामा होइन चुमुक चुमुक भइरहेछ आई थिङ्क अब सट्टै घोज्छ त्यही यस्तो हुन्छ कि औ या यस्तो आँखा पुर्लुक्कै पल्टिन्छ क्या दामी होइन नकलीले पारा ल्याउँछ तर होइन उसको के भन्छ एभ्रिथिङ्सहरू एकदम राम्रो छ क्या नकलीको एभ्रिथिङ्स राम्रो छ एकचोटि नकली एकचोटि उठाउन एकचोटि कम्मर देखाउ त कम्मर त छ्याप्पै पक्रेर यहाँ हातमा राख्ने छ भने कम्मर त कस्तो राम्रो छ यसको नकली एकचोटि उठाउ न ल जाडो छ फेरि जाडोमा देख्यो भने बिचारो मलाई म आफ्नो स्वार्थ पनि थिएन म केटाहरूको मन पनि बुझ्छु के तपाईँहरू बाहिर गएर हल्लाउँला जाडोमा चिसो लाग्न सक्छ मेरो फ्यान फलोइङ तपाईँको फ्यान फलोइङहरूलाई त्यो त सेल्फ कन्ट्रोल भइहाल्छ नि अब त्यो तलै भित्रै हात हालेर पनि काम चलिहाल्छ कि एकताल उभिदेऊ न ल नकली एकचोटि उभिदेऊ न के भयो त म अब हामीले भनेको कुरा नि मान्दैन नौटो जाडो छ किन म उठ्थेँ जाडो मलाई जाडो छ ठिक छ अनि यत्रो मान्छे आएको छ बिचारो भएर टोइलेट जानु पर्दा चिसो छ टोइलेटमा जाँदैन लडेर भरे भोलि बिहान डेट भयो भने म बुझ्छु नि त म बुझ्छु तिमीलाई यहाँ सुन ल तिमीलाई बिहे गर्ने केटाले तिमीलाई त एउटा यस्तो बन्द कोठामा राख्नु पर्यो कि हिल ट्याङ्कभित्र ठ्याकार्नु पर्यो है न त कराएर तिमी त डाँडा पारी पुगाउनु छ अवस्था तिम्रो त कडा छ नि है मैले त के सोच्छु मलाई त कस्तो लाग्छ भने के लाडु बिहे हुन्छ होइन बिहेको मैले आई थिङ्क मैले कहिले पनि त्यस्तो आजसम्म मैले कुनै पनि केटासँग मैले फिजिकल रिलेसनसिप राखेको छैन है कहिले पनि अनि म सोच्छु होइन अब सँगै बसिन्छ होइन अब हुन्छ नि त बुढाबुढी अनि ढोका लाउँछ अनि केटाले अगाडि कपडा खोल्छ कि केटीको खोल्छ लाज लाग्छ लाग्दैन सुरुमा त यस्तो हुन्छ सुरुमा कसैले खोल्दैन तर हात चाहिँ केटाले लाउँछ क्या बिस्तारै अब हुन्छ नि गाइस वान मोर है एनीबडी र है यस्तो हुन्छ म सुन कहानी भन्छु केटाले खोल्छ बिस्तारै केटाले चल्ने हो क्या अङ्गलो मार्छ केटाले अनि चुप्पा गर्छ अनि त्यो ब्राको क्लिप तानिन्छ पिटिक पिटिक तानिन्छ कापेरी थ्याङ्क यू सो मच लाइनिस थ्याङ्क यू अनि त्यो ब्रा तानिदिन्छ क्लिप खोलिदिन्छ अनि बुबुछुना खोज्छ केटीले नाइ नाइ भन्छ चुपचुप भन्छ केटाले नाइ नाइ भन्छ केटीले बिस्तारै क्लिप खोलिदिन्छ अनि मडाक मुडुक मार्न थाल्छ केटाको पनि खडा हुन्छ अनि बिस्तारै चप्पा चुप्पा गर्दै 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 मुन्तिर झर्छ अनि खुट्टा फ्या गर्ने अनि माथि चढ्ने अनि रन्काउने केटा सुरुमा त केटाले तपाईँको बुढीले जस्तै नै रन्काउनु भएको थियो होइन अब यस्तो आफ्नो इमेजिनेसन आफ्नो फिलिङ्सहरू हुन्छ नि त केटाहरूले आफ्नो फिलिङ्स सुनाउँछ त्यस्तो हो नि त
त्यो हात चाहिँ केटाले लाउँछ क्या केटी त लजाउने भर्छ च्यापेरै बस्ने होइन खुट्टा फ्या नगर्ने लास्ट टाइममा मात्रै गर्छ नि त किनभने अब उसले एकैचोटि पानी आउँदैन केटीको तिम्रो एकैचोटि पानी आउँदैन अनि माथि मुजुक मुजुक गर्नुपर्छ अनि पानी आएपछि त दिने हो पानी नआइकन दुख्छ जबरजस्ती गर्दा दुख्छ पानी आएपछि सजिलो हुन्छ त्यही भएर छोरी मान्छे एकैचोटि रेडी हुँदैन के भाउ खोज्छन् टाइम लाग्छ तर केटाले सपोर्ट मिल्छ तिमीले भनेको ओके डन सबैजनाले मार्छ ल है सबैजनाले मार्छ मेरो टप रेस्पेक्ट गिफ्टर्सहरू टपमा हुनुहुन्छ मेरो होइन अनि अब केही त्यो राम्रो कुरा हो पर्सनल रूपमा फिजिकल हो के त्यो सबैलाई चाहिने चिज हो कि तर पनि कस्तो हुन्छ होला कस्तो उक्चिक हुँदो रहेछ कहिले पनि मैले त्यस्तो नराखेको चिज भयो होला आई थिङ्क होइन मलाई कस्तो हुन्छ होला कस्तो फिल हुन्छ त्यतिखेर त्यहाँ यस्तो हुन्छ क्या सुन म तिमीलाई एउटा कुरा रेली भन्छु तिमी अहिलेसम्म कोसँग ठ्याक गरेको छैन रेली भन कसैसँग ठ्याक गरेको छैन छैन प्रमिस प्रमिस तिमीले सुरुमा गाह्रै हुन्छ सुन यस्तो हुन्छ सुरुमा अब नर्मल्ली है इको आयो इको भन न इको ठिक छ ओके राइट यस्तो हुन्छ अब त्यो अब नेचुरली कुरा हो होइन त्यो अटोमेटिकली नेचुरल कुरा हो अब त्यसमा नेचरली पनि उसमा त अब अटोमेटिकली त हुन्छ मतलब अब डर होला सानोमा को होला कस्तो होला कत्रो होला कि डर त भइहाल्छ नि होइन बट त्यो अब भेटिसकेपछि त्यो समयले नै बताउँछ कि तिमीलाई गाह्रो हुँदैन सुरुमा त गाह्रो हुन्छ तिमीलाई किनभने एटलिस्ट कोहीसँग गरेको छैन भने गाह्रो हुन्छ किनभने त हतपछि छिर्दैन अब यो ऊ पनि धेरै क्वालिटीको हुन्छ छोरा मान्छेको सामान पनि धेरै क्वालिटीको हुन्छ कसैको टुप्पो तिखो हुन्छ बिचमा ठुलो हुन्छ अनि कसैको टाउको ठुलो हुन्छ बिचमा सानो हुन्छ हो त्यो टाउको ठुलोले के गर्दैन सुरुमा छिर्दा मात्रै गाह्रो हुन्छ टाउको ठुलोले अनि छिरिसकेपछि नर्मल हुन्छ तर जसको टुप्पी तिखो छ बिचमा ठुलो छ नि हो त्यसले चाहिँ बिगार्ने क्या जस्तै त्यो गङ्गु छेत्रीको त्यसैले बिगारेको त्यो त्यस्तै ब्रान्डले बिगारेको गङ्गु छेत्री ठुलो टाउको भएको चाहिँ भित्र छिर्छ नि हजुर त्यो त ठिकै हो कि अनि त्यो त ठिक हो अनि त्यो त ठिकै हो म सोच्छु कि अनि तिमीले सबैको भन्यो गङ्गुको कालो छ मम ड्याडको दुध ठुलो छ हिगो काइलाको गुलायो छ आई थिङ्क त्यस्तो के भन्यो होइन तिमीले चाहिँ कत्रो छ फ्यान फलोइङ त बुझ्न चाहिरहेछ क्या म तिमीलाई झुट बोल्दिनँ मम्मी कसम म नेपाल हुँदा पर्सिङ पनि गरेको म अहिले हिसाब गरेर निकालिदिन्छु ल अहिलेको सुनको भाउ अनुसार त्यसै पनि डबल ट्याप ल सपोर्ट मी 7,33,570 को मैले सुन लगाइदिएको छु तल कान्छो भाइमा छ लगाइरहेछ रेली भनेको त मणिकनमा भिसी जाने होइन यो निकै साइलाको भन्दा लामो छ रेडी इन्च थ्याङ्क यू चिलाउनु थ्याङ्क यू इन्च अलिक लामै छ लम्बाइ अलिक लामै छ लम्बाइ पनि लामै छ यस्तो नकली यहाँ सुन भनेपछि तिम्रो सेप मिलाउने हो तिम्रोमा मिलाउने हो र अन्दाजी हो नै नमिलाउने भरे कालो हुन सक्छ यस्तो हुन्छ नेपालीको प्राय कालो हुन्छ नेपालीको किनभने खेलाइराख्ने बानी हुन्छ छोइराख्नुपर्छ अब अलिकति मुड फ्रेस गर्न पनि एकछिन खेलाउनुपर्छ त कालै हुन्छ नेपालीको तर मेरो कालो छैन नि त बेबी तिम्रो सिधा बस त हल्का स्टार्ट चाहिँ भएको छ त्यो चलाउँदाखेरि त डाँडीमा त तल मात्रै चलाउनु के बाँकी त्यो डाँडीमा नचलाउनु हल्का स्टार्ट चाहिँ भएको छ कालो कालो हो कि जस्तो तर धेरै नचलाउनु अब यस्तो हुन्छ क्या सुन है नकली त्यो सानो लाडो चाहिँ नमिठो ठुलो लाडो मिठो होइन त्यो पर्फर्मेन्समा भर पर्छ क्या जस्तै तिमीले कसरी स्टार्ट गर्यौ सिस वेलकम जस्तै अब बोयफ्रेन्डले भन्ने बित्तिकै लु आइज भनेर दियौ कि वा तिमीले भाउ खोज्दा खुट्टाबाट छुँदै ल्यायो चुप्प गरो फेरि खुट्टाबाट नाप्दै ल्यायो फेरि खुट्टाबाट नाप्दै ल्यायो अलिकति पेन्टी खोल्यो फेरि खुट्टाबाट नाप्दै ल्यायो बुबु छोयो त्यो पर्फर्मेन्समा भर पर्छ क्या अब तिमीले भात खाने पनि डाइरेक्ट भात खायो भने नमिठो हुन्छ बिस्तारै बिस्तारै छेउबाट मुस्दै कति मिठो हुन्छ भात द्यास तिमीलाई चाहिँ कसरी मनपर्छ नि हजुर के रे नकली के रे कसरी मनपर्छ हल्का अलिकति तातो होस् गर्मी होस् अनि आइसक्रिम ल्याप्पै टाँसेर चाड्दै गुलियोसँगै रस पनि चाड्दै
अनि खुट्टाबाट नाप्दै नाप्दै माथिसम्म ल्याएर फेरि तलबाट नाप्दै नाप्दै बुबुको टोपी बिस्तारा मार्दै पुरै फिलिली पानी झरेपछि म त नगर्ने बेबी भनेर भाउ खोज्ने हो क्या आफू चाहिँ पक्रेर तानेर पनि हाल्छन् त्यसपछि हो त्यति बेला चाहिँ रन्काउने क्या रोइ ठ्याक 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 ठिक छ मलाई एउटा कुरा सोध्नु छ कि होइन तिमीले त्यो अहिलेसम्म कतिजनासँग भयो I don't know अब गन्दैन अब त्यो अब लाडोसँग क्यालकुलेटर सबै एउटा अन्जाज ल यति भयो भन्ने हुन्छ नि अब धेरै नै होला अब त थाहा हुँदैन अब म त किनभने अब हाम्रो गाउँघरमा त ठ्याक हान्न मन लाग्यो भने यसो कान्छी तल हिँड्न भन्यो भने गइहाल्थ्यो कि मकैबारी कोदोबारी अम्लिसो गाडी दिइहाल्थ्यो कि राजन वेलकम रुमबाट तिर्नु पर्दैन उयो साइली मुत्न गयो भने मलाई डर लाग्छ आउनु न भन्थ्यो मुतिसक्थ्यो मुतेर उठेपछि ठ्याक हानिसक्थ्यो पछाडिबाट अब त्यो बेलामा एकचोटि 2-3चोटि गऱ्यो भने झरिहाल्ने क्या फेरि झरिहाल्ने एक दिन स्वाट गऱ्यो भने झरिहाल्ने गाउँमा त छरपष्टै हुन्छ नि त गाउँमा त अब भाउजूहरू त्यतिकै लड्या हुन्छन् दाजु विदेशतिर हुन्छ कान्छा आइज यो पुती चेला कनाइदे बाबु भन्छन् गएर गम हानो अनि माइलु थ्याङ्क यू सो मच माइलु ओए थ्याङ्क यू भाइलु इट्स ओके डन ओके इट्स ओके नो वरी अब गाउँघरमा त माग्नु पर्दैन नि त अब यसो बाख्राले बोका खोजे जस्तो गर्छन् अनि त्यहाँबाट यसो चिमाट्छन् मुर्खीले हान्छन् यसले बोका खोजेको रहेछ भने बुझ्नुपर्छ मकैबारी कोदोबारी अम्लिसो घारी अदुवाबारी यसो लाको लुगा ओछायो ठ्याक 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 काम सक्यो फर्केर आयो ल कोठाबाट पनि तिर्नु परेन त्यो फार्मेसी चाहिँ जानुपर्छ कहिले कहिले अब बाहिरै झारिदियो भने बस्दैन भित्रमा त फेरि फार्मेसी कुद्नुपर्छ अनि फार्मेसी जान बिर्स्यो भने फेरि 9 महिनापछि पेट भर्छ जिम्मा लाउँछन् त्यस्तो मैले गन्दिनँ कि छोरी मान्छेले त गन्छ रामेले ठ्याकानो श्यामले ठ्याकानो छोरा मान्छेले चाहिँ गन्दैन कि अब त हात मिला जस्तो हो नि माया छ ल है मालु रेस्पेक्ट है त्यस्तो होइन त्यस्तो हुन्छ क्या छोरा मान्छेको त्यस्तो हुन्छ अनि छोरी मान्छेले चाहिँ मतलब अघि के भन्यो तिमीले जस्तै नकली सुमन दाइलाई तान त सुमन दाइलाई यो भिसीलाई फाल सुमन दाइलाई तान ए हैन भिसी आको हेलो भिसी सिस्टर बोलौँ न कि साथी होला के नगर न साथी हो कहिले काहीँ अब साथीले पनि राख्नुपर्छ साथीहरू पनि चाहिन्छ नि हाम्रो राजा कताबाट हुनुहुन्छ राजा है सुमन कुन चाहिँ सुमन जुन रिक्वेस्ट गर्न लगाउँथ्यो एकचोटि ठिकै छ केही छैन एउटा आफ्नो फिलिङ्स हो तर हाम्रो लाडो सरलाई त एकदम धेरै फिलिङ्स आउँदो रहेछ केटी हो सबैजना एकचोटि त्यहाँ जाम भिसी लेखौँ ड्यामेज ल एकदम माया सबैजनाले मायाले सबले फलो गर्छ होइन कुन चाहिँ आइडियो मायाले सबैजना फलो गर्छ सुमनको 28 हो मैले फलो गर्दा सुमन फलो ब्याक गरिराख ओके ल यो लास्ट म्याच खेलौँ न है लास्ट म्याच खेलौँ के फरक पर्दैन ल यो लास्ट म्याच अनि हामी जाम अब बाटो लाग्नुपर्छ किन तिमीलाई पनि अलिक गाह्रो भयो होला अब जाउँछु होला एक लट हान्ने आउँछु म होइन के छ बरु म नकलले दूरबिन लाउँछु एकताल सिधा बस कतिको गफ गर्दा पनि अघि भिड होइन माइलले दूरबिन लाउनु न एकचोटि मैले लागिसक्यो माइन्ड फिट एन्ड फाइन एकदम ठिक छ उसको नि भर्खर अस्ति बेथा सकेर निको हुँदै हो कि मुभ आउनु हुँदै गरेको उसको भर्खर 3 दिन भयो होला है माइलो 3 दिन भयो होला उसको एकदम ठिक छ नक्कलीको म एकचोटि फिलिङ्स बुझ्छु है गफ गर्दा कस्तो फिल हुँदो रहेछ पक वेट गर ओइ कलर त कस्तो स्विट कलर तर तिम्रो बानी के हो कि त्यो बोल्दा बोल्दै त्यो पानी आइहाल्ने भिजिहाल्ने लाइक आई थिङ्क हुन्छ नि अलिक कस्तो बानी त्यो फिलिङ्स हो आइहाल्छ नि बोल्दा बोल्दै तर हल्का पातलो त छोएन भने चाहिँ पातलो मात्रै आउँछ कि छोयो भने त बाक्लो आउँछ नि फेरि हल्का पातलो छ तर ठिक छ तिम्रो जवानी हो अहिलेसम्म कडा छ पानी बबाल छ यार दामी बबाल रेस्पेक्ट योर पानी ओके आई रेस्पेक्ट योर पानी लेट्स गो टिम स्पेशली मिस योर फ्यामिली आई अलवेज रेस्पेक्ट सबै डबल ल पुन्टिरी किन हाँसेको सुमन लभ यु ग्याङ माया छ केटा ल है सबले माया छ सवर टिम सवर फ्यामिली आई रेस्पेक्ट यु गिफ्ट घर ज्वाइ हेलो घर ज्वाइ थ्यांक यू राजन थ्यांक यू सो मच राजन लभ यु रेस्पेक्ट यु जिताउनु पर्यो घर ज्वाइ हान्नु पर्यो गाह्रो छ गाह्रो मायाको एन्ट्री भएपछि जित्न गाह्रो छ केटी हो
गाह्रो रिसान थ्याङ्क यू राजा हामीलाई नतान्नु मैले आफ्नो हजुर एउटा हान्नु त म्याच गर्छ है I really respect my नखाइ gifters. साइबर तिर्पल खोलेको छ ल I really love you everybody. ठुक्का गर्छु है यतिखेर कहिले ठुक्छु न अब जित्नुमा छ राजा slowly है किन रान्नु भयो जोइन है न राजा हामीलाई जोइन नगर्ने यसले मोड दिएको छैन मलाई Let's go all together again. Let's go gang है just for fun. रमाइलो गरौँ एकछिन लाइफ तँलाई मैले मोड दिएँ भने तैँले दिनुहोस् तैँले आफ्नो रूप देखाएको छु मलाई मिसुट Thank you. हजुर ठोक न तिर्पलमा के गर्छु लेट्स गो Thank you so much. Thank you all. अविनाश हान नि तल हाम्रो बुस्टर नो यार गाइस आई विल लेट्स माइल बुस्टर तिमीसँग बुस्टर थियो हाम्रो बुस्टर छ ओइ मलाई follow हान यार सबैले त्यो भन्दा त फलोस बढाउ शेयर नकोलीको Tishan, thank you so much Tishan, thank you guys, thank you है respect to all my gifters my team. I love you everybody. सबैजनाले म्याच सकिङ ल है ओए रुपेन्द्र thank you this is game just chapter नाडु नपाएर कहिलेको बुस्टिङ यता तलबाट बुस्टिङ ए माछको ब्ल्याक रन्डीको छोरा माछको तेरी आमाको पुती चिक्छ र आँडीको छोरा ब्ल्याक के पुरेको ल घर जाउँ बिस्तारै बोल बाबु बिस्तारै बोल बिस्तारै कामै नभएको कस्तो कस्तो मेरो न भाइ लेभल मिलेर आइज है तर छोड्दै यस्तो लाडो सुन बोका बोका भएपछि जुत्ता जुत हुँदो रहेछ क्या त्यो ठाडो ठाडो पछि यस्तो हुन्छ कि सुन न ल हामी तीनटा कुकुर भयौँ ल ब्ल्याक पनि कुकुर म पनि कुकुर त घर जाने कुकुर अब तिमी एउटा छाउरी भयौ ल तिम्रोमा मैले हाल्न आँटेँ टुपी यसो गर्दैछु हाल्न आँटेँ चढिसकेको छु अब मलाई ब्ल्याकले टोक्छ अनि ब्ल्याकले हाल्न आँट्यो अर्को घर जाने टोक्छ त्यस्तो हुन्छ क्या अब त तीनटा भयो भने चाहिँ गाह्रो हुन्छ कि दुईटा भने चाहिँ पालोपाली गर्दा हुन्छ होइन तीनटा भने चाहिँ गाह्रो हुन्छ कि नकली साँच्ची भनेको झगडा हेलो लड्डु ओ नमस्ते राजा माया छ राजा 18 प्लस मात्रै है राजा हाङकोमा 18 प्लस मात्रै राजा हाङकोमा अब गेम सुरु हुन आँटेको छ है आजको मोड कान्छी यसकोमा गेम सुरु हुन्छ त के छ एउटा ब्रा र प्रिन्टीमा साबर गर्न लगाइरहेको हुन्छ छि लड्डु पनिशमेन्ट म्याच हो के पनिशमेन्ट म्याच प्रोफाइल याद गरौँ है 18 जहिले पनि मेरो आइडीहरु चेन्ज भएकै गर्छ कि लड्डु सर मसँग 4 जना फिलिपिन डान्सर छन् उनीहरु चाहिँ के भन्छ भने हामी पेन्टी पनि खोलिदिन्छौँ ब्रान्ड खोलिदिन्छौँ भन्छ त्यो चाहिँ हाम्रो एलाउड छैन भनेको 4 जना ल्याउँदैछु भोलि या पर्सिको प्रोग्राममा सावर डान्सर छ त्यो चाहिँ एलाउड छैन लड्डु त्यो आधी उडी देखाउनु मिल्छ हैन पुरै चाहिँ देखाउन अलिकति एलाउड छैन आइडी पनि स्ट्रङ हुन्छ कि झर्दै